बिहानको 11 बजे तोकिएको थियो। 12 घण्टा पछाडि हामी छौं र पनि एउटा उत्साह, उमङ्ग, अठोट अनि नयाँ सपना, नयाँ योजना बोकेर सभासदहरू यो परिसरमा, यो हलभित्र हुनुहुन्छ। सम्पूर्ण ढोकाहरू बन्द गरिएको अवस्था छ र सभासदहरूले आफ्नो मत जाहेर गरेर फर्कने क्रम पनि सँगसँगै सुरु भएको छ। यो युगीन परिवर्तनको युगीन क्षण, यो ऐतिहासिक महत्त्व राख्ने क्षण, जुन क्षणले नयाँ राज्य व्यवस्थाको आरम्भ गर्दैछ र नयाँ नेपालको खाका खोज्ने नयाँ संविधानको निर्माण गर्दैछ, यो ऐतिहासिक क्षण यहाँहरू समक्ष हामी नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिराखेका छौं। यसअघि प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सम्बोधन गरिसक्नु भएको छ सभालाई, कि महत्त्वपूर्ण भनाइहरू राखिसक्नु भएको छ। उहाँको आफ्नै वक्तव्यमा पनि, उहाँको आफ्नै भनाइमा पनि आजदेखि राजतन्त्रको